हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सो आजको ब्लगमा चाहिँ हामी यता कोदो कुट्दैछौँ। सो गाइज हेर्नु होला, तपाईँहरूले हेर्न सक्नुहुन्छ। सो यता मम्मी कोदो कुट्दै हुनुहुन्छ, केलाउँदै हुनुहुन्छ। यता भाउजूहरू फुपू केही बोल्नु त, केही बोल्नु न। के बोल्नु? केही पनि है। कोदो कुट्या हो। अब हामी यो पाखा टोलमा कोदो कुटेर मजाले बसेको छ। फुपूको मजाक त्यस्तो छ है गाइज। सो यहाँ चाहिँ कोदो कुटाइ भइरहेछ, यता केलाउनेले केलाइरहेछन्। सो अब म चाहिँ यहाँ के भन्छ यसलाई सोर्ने काम गर्नुपर्ने छ। सो गाइज मैले चाहिँ यस्तो काम गर्नुपर्छ क्या यहाँ बढालेर होइन। सो यो हुफरले चाहिँ केही नसुनिने भइसक्यो क्या। के गर्नु भन्नुभएको, के गर्नु भन्नुभएको भाउजू? हजुर कुटाइको ड्रम। सो मेरो चाहिँ एउटा यहाँ नयाँ काम आइसक्यो। यहाँको सबै कोदोहरू चाहिँ तल लानुपर्ने, घाममा यहाँ घाम छैन नि त, त्यही भएर फाइनल्ली मैले चाहिँ यताको कोदोहरू सबै यता ल्याइसकेँ। खै देखिँदैन त हौ घामले। सो अब चाहिँ म यता गफ सुन्न जान्छु। तर पछि ऊ गर्दा चाहिँ कोही नराम्रो बुहारी र नराम्रो आयो भने छोरा भए पनि होइन, छोरी आएर त रुन्ने मम्मी हो के त भनेर कराउने त हुन्छ नि त। अनि बुहारीहरू त कोही पो राम्रो हुन्छ, कोही त नराम्रो हुन्छ, ठिक्का परियो बुढी भन्ने हुन्छ। अनि बुमुडमा पनि त हेर्दैन हामी छोरीहरू भए पनि त 2 दिन 1 दिन बसेर पनि त राम्रै हेर्छ। गफ गाइज गफ यता। अनि फेरि मैले चाहिँ यता सोर्नु पर्ने भयो क्या गाइजहरू हल्का। त्यो सोर्नु पर्ने। सो हाम्रो बोराभित्र भएको कोदो चाहिँ यस्तो छ। धेरै राम्रो त छैन, यस्तै हो गाउँको कोदो। कोदो केलाउन नआएर यहाँ बिजोको रमाइलो भइरहेको छ गाइज। सिकाउने मान्छे चाहिँ यतै हाम्रो फुपू। त्यत्र गाउँघरमा पनि बसेको बाहिर हामी काम आमाले लाए हाम्रो फुपू बोल्ने छैन, 5 छोरी मात्रै भएको छ। धुटे ग्याल्मी खेला छ बस्या